आफ्ना पाप आफैले भोग्ने हामीलाई त्यो टाउको दुखाइ हुन्छ र त्यही हुन्छ नि कसैको नभने हुन्छ नि फेरि त्यही भनेर त भन्नु पऱ्यो हामीलाई केही थाहा पाएन हाम्रा कोही आएन आएका हुँदा जा रहेछ अब थाहा होइन गए कहाँ आउँदो रहेछ मेरो जा भने कि तिमीलाई लिन आएको अस्तिले पनि राम्रै गर्नु कपडा सपडा किनेर राम्रै गरेको मलाई लाउनु नमानेर होइन गरी भनेको मैले अब लामातिर गएर मामा मालिसले अहिले जाने हिँड्न भन्थ्यो जान्नु म भनेर नि यो आमाले दिएको राखा भनेर यहाँ गोदा राखेँ अनि त्यहाँबाट अब जामातिर गएर मामा माइजूसित गएर जान्छु भन्दा केही पनि नल्याइकन आएँ त्यसै गएर के भन्नु त्यही भन्छ गरी अब मलाई ढाँट्न सक्नु म त्यही आउँछु के गर्नु जाने जान्न आमा भन्नु म त्यही चिच्याउँदा मामा माइजू थाहा भा तँ जामातिर भन्दाखेरि त मैले तरकारी नानी त्यो बितारा पऱ्यो नानी बितारा पर्छ त्यत्रमा चाहिँ गाउँबाट यहाँ आउने यहाँलाई एक्लै आउने उहाँबाट यहाँ बितारा पर्छ यो टाढो जाँदा पर्दाल खोजेर गए हामीभन्दा कति टाढा कति बाटा अब यही हो थलो भन्ने सबैभन्दा बाटा तिनै छ उहाँको त कम बाटा छ एक्लै आयो उहाँ घरबाट उस्तै भए आउनु सक्थे अहिले त बनाउनु पर्यो कि हामी कसको आश गर्ने हो त्यही त भएको राम्रो हो नि भएको राम्रो हो त कुरा कसैले राम्रो त किन नराम्रो हुनु पर्यो आफ्नो परिवारमा नराम्रो त भन्ने कुरो कसैलाई केही गाडी होइन आफूलाई एउटा चाहिने गऱ्यो आफै खोजी कोही केही गएन आफै खोज्नु त सबैले आफै खोज्या खान् सबैले आफै खोज्या खान् सबैको छोटोले आफै खोज्ने कसले कला खोजिन्छ न उनीहरूको आफै खोज्या खान् सबैले आफै खोज्ने काम गरेर अनलाइन नै हुन पर्यो भने हामी